नमस्ते सबैमा। आजको भिडियोमा हामी कुरा गर्नेछौँ प्रोमेटिक आइडीको नयाँ अपडेटको बारेमा। कसरी नयाँ आइडी बनाउने र पुरानो आइडीमा पासपोर्ट डिटेल्स कसरी एड गर्ने भन्ने विषयमा हामी भिडियो बनाउन गइरहेका छौँ। जेएफटी र स्किल टेस्ट दिनेहरूलाई यो भिडियो एकदमै इम्पोर्टेन्ट हुनेछ, सो भिडियो लास्टसम्म हेर्नुहोला। सर्वप्रथम त हामी गुगल क्रोममा जान्छौँ। त्यसपछि जेएफटी बेसिक अथवा प्रोमेटिक नेपाल भनेर टाइप गर्नुहोस्। त्यसपछि यो फर्स्टमा क्लिक गर्नुहोस्, स्क्रोल डाउन गर्नुहोस् र आइडी क्रिएसनमा जानुहोस्। फेरि आइडी क्रिएसनमा थिच्नुहोस्, ल्याङ्ग्वेजलाई इङ्ग्लिसमा छान्नुहोस्, नेक्स्ट बटन क्लिक गर्नुहोस्, स्क्रोल गर्नुहोस्, त्यसपछि एग्रीमा क्लिक गर्नुहोस् र त्यसपछि तपाईको भ्यालिड इमेल आइडी हाल्नुहोस्। म चाहिँ एकजना हाम्रो स्टुडेन्टको आइडी क्रिएट गर्न गइरहेको छु, त्यही भएर म उहाँको इन्फर्मेसनहरू हाल्दै छु। त्यसपछि नेक्स्ट बटन थिच्नुहोस्, चेक योर इमेल एड्रेस भनेको छ। यदि तपाईको यो इमेल आइडी करेक्ट छ भने फेरि नेक्स्टमा क्लिक गर्नुहोस्। त्यसपछि एउटा स्ट्रङ पासवर्ड राख्नुहोस्, फेरि पुनः त्यही पासवर्ड थिच्नुहोस् र नेक्स्ट बटन थिच्नुहोस्। त्यसपछि सेलेक्ट नेसनलिटी एन्ड एक्जाम कन्ट्री भनेको छ। अब हामी चाहिँ इन्डोनेसिया भन्दा बाहिरको भएकोले गर्दा अदर्समा क्लिक गर्ने। विल यु टेक द एक्जाम इन इन्डोनेसिया भनेको छ। हामी चाहिँ नेपालबाट एक्जाम दिने भएकोले गर्दा नोमा थिच्ने। त्यसपछि नेक्स्टमा क्लिक गर्ने। यति भएपछि अहिलेको हाम्रो नयाँ अपडेट यहाँ हामी देख्नेछौँ। यसमा चाहिँ अहिले चाहिँ हाम्रो पासपोर्ट अनिवार्य गरेको भएकोले गर्दा हामीले पासपोर्टमा भएको इन्फर्मेसनलाई यहाँ हाल्नुपर्ने हुन्छ। त्यसमा पनि तपाईँले हाम्रो मेन पासपोर्टको फर्स्ट पेजको चाहिँ तलको दुईटा लाइन जुन चाहिँ एमआरजेड लाइन भन्छ, त्यसको चाहिँ त्यो दुईटा लाइनमा भएको इन्फर्मेसनहरू चाहिँ यहाँ मागे अनुसार फिलअप गर्दै जानुहोस्। जस्तै फर्स्टमा चाहिँ एमआरजेड लाइन 1 भनेको छ, त्यसमा भएको हामीले यहाँ इक्जाम्पलमा देखाए जस्तै यसमा क्लिक गर्ने। त्यसपछि दोस्रो नम्बरमा अब हामी चाहिँ नेपालको भएकोले गर्दाखेरि हामी एनपीएल क्लिक गर्छौँ। तेस्रोमा तपाईँको पासपोर्टमा भएको आफ्नो तपाईँको नामलाई त्यहाँनिर टाइप गर्नुहोस्। पासपोर्टमा फर्स्ट लाइनमा जसरी दिएको छ त्यसै गरी त्यसमा टाइप गर्दै जानुहोस्। त्यसपछि कन्फर्ममा क्लिक गर्नुहोस्। यहाँ टिक लागिसकेपछि तपाईँले दिएको इन्फर्मेसनहरू कन्फर्म भयो। त्यसपछि हामी जान्छौँ एमआरजेड लाइन 2 मा। यसमा चाहिँ सेकेन्ड लाइनमा भएको इन्फर्मेसनहरू भर्दै जान्छौँ। यसमा चाहिँ हामीले एमआरजेड लाइनको दोस्रो सेकेन्ड लाइनमा भएका 1 देखि 10 नम्बरसम्मका डिजिटहरू त्यहाँ क्लिक गर्नेछौँ। त्यसपछि पुनः 11 देखि 13 सम्म भएको भनेको नेपाल, हामी नेपालको नागरिक भएकोले गर्दा नेपाली पासपोर्ट होल्डरले चाहिँ एनपीएल क्लिक गर्छौँ। त्यस पछाडि फेरि हामी 14 देखि 20 नम्बर लाइनको नम्बरहरूलाई थिच्दै जानेछौँ। त्यसपछि सेलेक्ट योर जेन्डर भनेको ठाउँमा हामी अब मेल हो भने मेल, फिमेल हो भने फिमेलमा क्लिक गर्छौँ र अन्त्यमा चाहिँ हामी 22 देखि 28 नम्बरको लाइन 2 मा भएको इन्फर्मेसनलाई टाइप गर्छौँ र हामी लाइन 2 लाई पनि कन्फर्म गर्छौँ। त्यसपछि नेक्स्टमा क्लिक गर्छौँ। यदि हामीले दिएको त्यहाँनिर पासपोर्टमा भएअनुसारको इन्फर्मेसन करेक्ट छ भने अटोमेटिक तपाईँको डिटेल्सहरू स्क्रिनमा यसरी देखिनेछ। त्यसपछि नेक्स्टमा क्लिक गर्नुहोस्। अब यसमा तपाईँको डिटेल्सहरू यहाँ मागे बमोजिम भर्दै जानुहोस्। तपाईँको फोन नम्बर, त्यस्तै गरी एड्रेस, यहाँ चाहिँ तपाईँले आफ्नो लोकल ठाउँको नाम लेख्नु होला। त्यसपछि तपाईँको स्ट्रिट, सिटी,
प्रोभिन्स र तपाईको आफ्नो ठाउँ अनुसारको पोस्टल कोड। यति टाइप गरिसके पछाडि नेक्स्टमा क्लिक गर्नुहोस् र यदि यो इन्फर्मेसन सबै करेक्ट छ भने फेरि नेक्स्ट बटन थिच्नुहोस्। नेक्स्ट गरिसकेपछि तपाईको इमेल एड्रेसमा चाहिँ प्रोमेटिक आइडी जानेछ। यो एकचोटि बनाएको प्रोमेटिक आइडीलाई चाहिँ तपाईले हरेक इक्जामहरु दिँदा यसैलाई युज गर्नु होला। त्यस्तै गरी तपाईले पहिले नै बनाइसकेको प्रोमेटिक आइडीमा चाहिँ तपाईको पासपोर्ट डिटेल्सलाई कसरी एड गर्ने भनेर पनि म तपाईहरुलाई देखाउन गइरहेको छु। फर्स्टमा जापान फाउन्डेसन टेस्टमा जानुहोस् र यहाँ रहेको FAQ मा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले विभिन्न अप्सन देख्नुहुन्छ। त्यसमा तपाईले आइडी रजिस्ट्रेसनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले यहाँ साइडमा भएको आई डोन्ट नो हाउ टु रजिस्टर EKTP इन्फर्मेसनमा क्लिक गर्नुहोस्। त्यसपछि कन्फर्म एन्ड चेन्ज पर्सनल इन्फर्मेसनमा क्लिक गर्नुहोस् र नेक्स्टमा थिच्नुहोस्। त्यसपछि तपाईको प्रोमेटिक आइडीलाई यहाँ प्रोमेटिक आइडी र पासवर्डलाई हाल्नुहोस् जुन तपाईले अलरेडी बनाइसक्नु भएको छ। त्यसपछि लगइनमा जानुहोस् र सेलेक्ट योर नेसनालिटी भनेको ठाउँमा इन्डोनेसिया भन्दा बाहिरकोले अदर थिच्नुहोस्। विल यु टेक द एक्जाम इन इन्डोनेसिया भनेको ठाउँमा नो गर्नुहोस् किनभने हामी नेपालबाट एक्जाम दिन्छौं र नेक्स्ट बटन थिच्नुहोस्। यहाँ गइसके पछाडि तपाईले आफ्नो पासपोर्टमा भएको इन्फर्मेसन जुन पासपोर्टको हाम्रो मेन पेजको चाहिँ सबैभन्दा तलको दुईटा लाइनमा भएको इन्फर्मेसन चाहिँ हामी यहाँनेरि फिलअप गर्न गइरहेको छौं। फर्स्टमा हामीले फर्स्ट लाइनको पहिलो अक्षरलाई यहाँ 1 देखि 2 भनेको 1 र 2 मा भएकोलाई यहाँ क्लिक गर्छौं। त्यसपछि हामीले हाम्रो कन्ट्री नेम यहाँ राख्छौं। त्यसपछि पासपोर्टमा लेखे अनुसार हामीले हाम्रो नाम थरलाई त्यहाँ लेख्दै जाने छौं। फर्स्टमा तपाईको सरनेम, त्यसपछि फर्स्ट नेम, यदि मिडल नेम छ भने फेरि मिडल नेम लेख्नुहोस्। त्यसपछि कन्फर्म MRZ लाइन 1 मा क्लिक गर्नुहोस्। यो ग्रीन टिक लागिसकेपछि तपाईको यो MRZ लाइनको इन्फर्मेसन पूरा भइसकेको छ। त्यसपछि हामी सेकेन्ड लाइनमा जान्छौं। सेकेन्ड लाइनमा हामी पासपोर्टमा भएको MRZ लाइनको सेकेन्ड लाइनमा भएका इन्फर्मेसनहरु भर्दै जान्छौं यहाँनेरि। त्यसपछि 11 देखि 13 नम्बरको टाइप गर्दै जाउँ। त्यसमा पनि NPL लेख्नु होला र 14 देखि 20 नम्बरसम्मको फेरि यहाँनेरि इन्फर्मेसन भर्दै जानुहोस्। त्यसपछि तपाईको जेन्डर चुज गर्नुहोस् र अन्तिममा 22 देखि 28 नम्बरको इन्फर्मेसन भर्दै जानुहोस् र यसलाई पनि कन्फर्म गरिदिनुहोस्। ग्रीन टिक लागिसकेपछि तपाईको इन्फर्मेसन सबै ओके भयो। त्यसपछि नेक्स्टमा जानुहोस्। यसरी तपाईको सबै इन्फर्मेसनहरु यहाँ देख्न सक्नुहुनेछ। यसपछि नेक्स्ट बटन थिच्नुहोस्। यस, required information has been successfully registered. Would you like to confirm or update your registered information now? भनेर सोधेको छ। यस गरेर नेक्स्ट बटन थिच्नुहोस्। यति गरिसकेपछि तपाईको पर्सनल डिटेल्सहरु सबै यहाँ यसरी स्क्रिनमा आउनेछ। पहिले प्रोमेटिक आइडी बनाउँदा चाहिँ हामीले यो साइटको इन्फर्मेसनहरु मात्रै फिलअप गरेको हुन्थ्यौं। अब अहिले पासपोर्ट डिटेल्स हालिसके पछाडी चाहिँ यो साइटको इन्फर्मेसनहरु पनि हामीलाई यसरी स्क्रिनमा देख्न सक्छौं। त्यसपछि नेक्स्ट बटन थिच्नुहोस्। यति भइसकेपछि तपाईको सबै इन्फर्मेसनहरु त्यसमा सेभ भइसकेको छ। पासपोर्ट डिटेल्सहरु एड भइरहेको छ। अन्य यस्तै जापानसँग सम्बन्धित भिडियोहरु हेर्न चाहनुहुन्छ भने हामीलाई लाइक, फलो, शेयर गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।